24 गतेको जस्तो आन्दोलन होइन फेरि तुरुन्तै नहोला भन्न सकिन्न क्या हुँदै अहिलेको नेताहरूले यो खरे खोला हो आयो सुकिसक्यो भनिरहेछन् होइन यस्तो चिज अब 100 वर्ष पनि हुँदैन भनिरहेछन् तुरुन्तै पनि हुनसक्छ भोलि पनि हुनसक्छ नि 24 गते त्यो होला भनेर कसैले सोचेको थियो होला यी भ्रष्टाचारीहरूले सोचेको थियो होला थिएन नि त जब नेपालीहरू एक हुन्छ होइन जे पनि सम्भव हुन्छ भने 24 गतेले देखायो नि त तर अझ सुध्रिआएनन् नेताहरू अझ ठुल्ठुलो कुरा गर्छन् र अहिले आएको नयाँ मन्त्रीमण्डलमा त्यत्रो भार थियो जनताहरूको होइन तर उहाँहरूले यो आन्दोलनकारीलाई भटाभट समाइरहेछ एकजना भ्रष्टाचारीलाई कारबाही सुरु भयो भन्ने कहीँबाट सुने आएन क्या अनि त्यो अफिसियल जेन्जी भन्नेहरू खै कहाँ मरे तिनीहरू होइन अब रियल जेन्जीहरू त सामाजिक सञ्जाल खोलिदिइहाल्यो मोबाइलमा लभ गर्नमा व्यस्त भइसके होइन त्यो अफिसियल जेन्जी भनाउँदाहरू कहाँ पुग्यो अहिले आउनु पऱ्यो नि आवाज उठाउनु पऱ्यो नि